ल यो चाहिँ हाम्रो अब नयाँ साइडको घर रहेको छ। ल गाइज यो चाहिँ हाम्रो एउटा नयाँ साइट फेरि सुरु भइसकेको छ। यो चाहिँ च्यासलमा रहेको साइटको हो। यो चाहिँ हाम्रो 112 को फ्रेम हो यो 112 को फ्रेम। अनि त्यसपछि 85 को पल्ला है। यो 85 को पल्ला यस्तो हुन्छ हेर्नुहोस् है। यो चाहिँ 85 को पल्ला हो। यो चाहिँ 85 को पल्ला। मान्छेहरूले प्रायः सानो खालको हाल्छन्, हाम्रो चाहिँ यो 85 हाल्छ हामी। यो अहिले हामी काम गर्न लागेको चाहिँ यो कम्पनीको हो है। सबै यही कम्पनीको रहेछ हेर्नुहोस् है। सबै यो चाहिँ 112 को फ्रेम। यहाँ पल्लाएर हेर्नुहोस् त, भित्र फलाम पनि बस्छ। यहाँभित्र फलाम हाल्नुपर्ने हुन्छ। यो चाहिँ 112 हो। यहाँ फलाम माथि ट्र्याक पनि बस्छ। यो चाहिँ झ्यालको पल्लाहरूको सामान आइसकेको छ हेर्नुहोस्। यो भयो। यतापट्टि हेर्नुहोस् यो कम्पनीको। यो चाहिँ ढोकाको लागि पिएम बोर्ड भन्ने हुन्छ यो भयो। यो ढोकाको फ्रेम चाहिँ यो छ। ढोका चाहिँ हामीले यो नाम गरेको हालेको छौँ किनकि त्यो नाम गरेको चाहिँ पाइएन। यसमा चाहिँ यो नाम गरे मात्रै पाइयो। अहिलेलाई सकेर यो हालेको छ हामीले। यो ढोका र सानो फिक्सको लागि हो। अनि यो सबै यो चाहिँ अरू चाहिँ झ्यालहरू हो। लगभग 22 वटा झ्याल छ। अनि 5 वटा ढोका छ। अलिक फिक्स पनि छ। ल यस्तो काम भइरहेछ। यसको चाहिँ म सबै सम्पूर्ण भिडियोहरू हाल्छु। साइड फिटिङ पनि गरेर देखाउँछु मैले। ल सबै 112 को। यो एकदम योभन्दा ठुलो आउँदै आउँदैन अहिले नेपालमा। यसमा जाली पनि ठुलो बस्छ है सर। ल हाम्रो चाहिँ यो चाहिँ फलाम हाल्नेको भइरहेको छ भित्र। यो चाहिँ यो भित्र फलाम हाल्नुपर्ने हुन्छ है। यो चाहिँ हाम्रो ठ्याक्कै यसको भित्र फलाम हाल्नुपर्ने हुन्छ। ल हेर्नुहोस् फलाम टक्क लगाएर सबैमा फलाम बस्छ है। यो भित्र फलाम बस्छ नि। यो फलाम बस्छ। यो पनि हेभी खालको फलाम हो। यो सबै फलाम बस्छ। यो जोडिसकेको छ हामीले हेर्नुहोस्। यो चाहिँ जोडेपछि टक्क लगाएर यसमा चाहिँ एल्युमिनियम ट्र्याक बस्छ। ल यो लगभग फ्रेम बनेपछिको अवस्था हो। यो त फलाम छ। ल आज चाहिँ फ्रेम फिटिङ काम भइरहेको छ हाम्रो यहाँ। ल हामीले फ्रेम हालिसक्यौँ। यहाँ फ्रेम भइसकेको छ। यहाँ चाहिँ ग्रिल थियो अलरेडी। यो भयो। यो चाहिँ भर्याङमा यस्तो छ डिजाइन। ल ढोकाको फ्रेम पनि देखाएको छ। यसो पनि फ्रेम हालिसकेको छ हामीले। यसमा चाहिँ रेलिङ बस्छ। यो रेलिङ पनि हामीले हाल्ने हो। यो चाहिँ रेलिङ बस्छ है। सबै आइसकेको छ ठाउँमा। यसको चाहिँ सानो यहाँ चाहिँ सानो। यो भयो।
त्यसको लागि अब यसको लागि यो माथि चाहिँ झ्याल तल फिक्स त्यो सानो पर्छ पनि भरे कन्टिन्यू हुन्छ। बाइकमा Yes. ल यो चाहिँ हाम्रो अब आजको रगलो लास्ट भिडियो हो। यो चाहिँ आज सकिने दिन हो। यो चाहिँ हामीले आज भ्याएर दिनुपर्ने दिन हो। यसमा अब जाली हाली काम भइरहेछ भने ग्यापहरुमा सिलिकन हाली काम भइरहेछ। यहाँ हेर्नुस् तपाईको चाहिँ यो पल्ला भयो, यो टफन ग्लासको पार्टिसन पनि भयो, रेलिङ पनि भयो। भरेको रेलिङ, बाल्कनीको रेलिङहरु सबै भइसकेको छ। झ्याल ढोका हामीले आज कम्प्लिट गरेर चाहिँ घर भित्रै यो साइड रहेको छ च्यासल रहेको छ भने यस्तो कामहरुलाई लगाउनु छ भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला। हाम्रो काठमाडौँ तुलसीकोलामा अफिस रहेको छ भने तपाईको चाहिँ काठमाडौँ उपत्यका भरि जहाँ पनि हुन्छ भने काठमाडौँ बाहिर पनि नजिकको जिल्लाहरुमा काम हुन्छ। टफन ग्लास सँगसँगै एल्युमिनियम इस्युजहरु पनि काम हुन्छ। हाम्रो पुरानो भिडियो नै हेर्नु होला, त्यहाँ पनि हाम्रो काम भिडियो राखेको छौं। हामीले गर्ने कामहरु कसरी गर्छौं, कुन सामान राख्छौं, सम्पूर्ण जानकारी दिएर राखेको छौं हामीले। यो फल सिलिङ काम पनि हो। यस्तो सबै पुरै फिनिशिङ काम गर्छौं हामी। यसरी आज लगभग लास्ट दिन गएको छ। र हाम्रो पुरानो भिडियो हेरेर हाम्रो साथ सपोर्ट गर्नु होला, लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला। हो राछै राछ। ल यो चाहिँ अब सकिने क्रममा छ है त। यो अन्तिम रहेको छ। अब यो तलको रहेको छ भने यो लास्टको भुइँ तलाको चाहिँ बाहिर जाल लागेको छ। ल यतिन्जेल हाम्रो भिडियो हेर्नुभयो। नमस्कार, धन्यवाद।